हजुर नमस्कार नमस्कार। मलाई अहिले जनताहरूको के गुनासो आएको छ भने होइन साथीभाइको होइन पास चाहिँ एकदम धनी वर्गलाई र ठुलोबडालाई मात्रै दिनुभएको छ अरे होइन। गरिब जनताहरू चाहिँ 100 150को टिकट काट्नुपर्छ होइन। यो चाहिँ अलिकति न्यायसङ्गत भएन कि। पास किन दिनुहुन्छ अरूलाई? बरु टिकट कम गर्नुहोस्, सबैलाई टिकट सिस्टम बनाइदिनुहोस्। जो सिकै छ लेखनाथ वाणिज्यको जो सदस्य छ अध्यक्ष छ उनीहरूलाई पास दिनु स्वाभाविक हो होइन। यहाँ त लेखनाथवासी सबभन्दा ठुलो वर्ग सबैसँग पास छ कि। त्यसो नगर्नु न हो। तपाईँहरूलाई एउटा सुझाव मात्रै हो है। लेखनाथ महोत्सवका जुन अध्यक्ष सदस्य को हुनुहुन्छ उहाँहरूलाई मेन सुझाव दिन चाहन्छु होइन। यस्तो नगरौँ अब आउँदा होइन। बिचरा सबैले हेर्ने नै हो, सबैले वहाँ गएर अब आफूले चाहेको चिजहरू किन्ने हो, घुम्ने हो, रमाउने हो है। टिकट सिस्टम सबैले लागू गर्नुहोस्, पास सबैले नबाँडिदिनुहोस् होइन। तपाईँहरूको जुन जुन सदस्य अध्यक्ष हुनुहुन्छ उहाँहरूलाई दिनुहोस् होइन। गरिब जनताहरू चाहिँ 100 150 तिरेर त्यो हेर्न हुने अनि धनी वर्गले मात्रै